किन परमेश्वरलाई पिता भन्छ? सायद तपाईलाई लाग्न सक्छ यो सामान्य नाता हो, तर पिता शब्द सुन्नमा जति सरल छ यसको अर्थ र गरिमा त्यति नै गहिरो र व्यापक छ। सामान्य अर्थमा आफूलाई जन्म दिने व्यक्तिलाई पिता भनिन्छ, तर पिता शब्द केवल जन्मदातामा मात्र सीमित छैन। कुनै पनि विषय सुरुवात गर्ने, नयाँ सिद्धान्त वा नयाँ आविष्कार गर्ने, राष्ट्रको जग बसाल्ने व्यक्तिलाई पनि सम्मान स्वरूप पिता भनिन्छ। उदाहरणको लागि आडम स्मिथ आधुनिक अर्थशास्त्रको पिता, ग्यालिलियो आधुनिक विज्ञानको पिता, हिप्पोक्रेट्स औषधि विज्ञानको पिता, पृथ्वीनारायण शाह आधुनिक नेपालको पिता, अब्राहम विश्वासको पिता। यी उदाहरणहरूबाट स्पष्ट हुन्छ कि पिता शब्दले जन्म दिने व्यक्तिलाई मात्र होइन, कुनै पनि नयाँ विचार, नयाँ सिद्धान्त वा नयाँ आविष्कारको सुरुवात गर्ने, राष्ट्र वा समाजको जग बसाल्ने र ज्ञानको मार्ग देखाउने व्यक्तिलाई पनि पिता भनिन्छ। त्यसो भए परमेश्वरलाई पिता भन्नुका रहस्यमय कारणहरू के हुन्? आउनुहोस् हामी हेरौँ। पहिलो, परमेश्वर सारा सृष्टिको स्रोत र सृष्टिकर्ता हुनुहुन्छ। उत्पत्ति 1:1। आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। प्रिय मित्र, परमेश्वर सारा सृष्टिको स्रोत र सृष्टिकर्ता हुनुहुन्छ भन्नुको अर्थ यो संसारमा भएको सबै कुरा परमेश्वरबाट सुरु भएको र उहाँकै शक्तिद्वारा अस्तित्वमा आएको हो भन्ने हो। उहाँ केवल कुनै एउटा वस्तुको निर्माता मात्र होइन, सम्पूर्ण ब्रह्माण्डका सृष्टिकर्ता हुनुहुन्छ। यशाया 45:12 भनिएको छ, पृथ्वी मैले नै बनाएको हुँ र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ। मेरै हातले आकाशलाई फिजाएको हुँ र त्यसका तारा मण्डललाई मैले नै ठिक गरी मिलाएको हुँ। यसले देखाउँछ कि संसार आफै उत्पन्न भएको होइन। मानिस, जनावर, प्रकृति, आकाश, पृथ्वी, सूर्य, चन्द्रमा सबै परमेश्वरको योजना अनुसार सृष्टि भएका हुन्। उहाँभन्दा अघि केही थिएन, सबै कुराको सुरुवात उहाँबाट भयो। परमेश्वरले कुनै पूर्व अवस्थित पदार्थ बिना नै सबै थोक बनाउनु भयो। उहाँले सबै कुरा शून्यबाट सृष्टि गर्नुभयो। सारा सृष्टिलाई उहाँले अद्भुत तरिकाले बनाउनु भयो। एउटा सानो कोषदेखि विशाल तारापुञ्जसम्म सृष्टिका प्रत्येक अंशमा अद्भुत डिजाइन देखिन्छ। मानव शरीरदेखि विशाल ब्रह्माण्डसम्म, प्रकृतिदेखि मानिसको आत्मासम्म, जीवनको प्रत्येक व्यवस्थामा परमेश्वरको अद्भुत बुद्धि, योजना र डिजाइन प्रकट हुन्छ। मानव शरीरको अद्भुत संरचना, पृथ्वीको उचित स्थान, वायुमण्डलको सन्तुलन, जल चक्र, ऋतु परिवर्तन र सृष्टिको भिन्नताले परमेश्वर महान सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ। जसरी एक पिता आफ्ना सन्तानको जीवनको आधार र सुरुवात हुनुहुन्छ, त्यसरी नै परमेश्वर पनि सम्पूर्ण सृष्टिको आधार र सुरुवात हुनुहुन्छ। यसै कारण हामी परमेश्वरलाई पिता भन्छौँ। दोस्रो, परमेश्वर हाम्रो आत्मिक जीवनको जन्मदाता हुनुहुन्छ। यूहन्ना 1:12-13। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्। प्रिय मित्र,
संसारमा हाम्रो शारीरिक पहिचान हाम्रो आमा बुबाबाट आउँछ, तर बाइबलले हामीलाई त्योभन्दा उच्च पहिचान दिन्छ। जब हामी येशू ख्रिस्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्छौँ, त्यसै क्षण हामीमा नयाँ जन्म हुन्छ। यो नयाँ जन्म रगतद्वारा, शारीरिक इच्छाद्वारा वा कुनै मानवीय इच्छाद्वारा होइन, तर परमेश्वरबाट हुन्छ। उहाँले आफ्नो अविनाशी वचनद्वारा हामीलाई नयाँ जीवन दिनुहुन्छ। पहिलो पत्रुस 1:23। जसरी बच्चाको अस्तित्व पिताबाट सुरु हुन्छ, त्यसरी नै हाम्रो आत्मिक अस्तित्व परमेश्वरबाट सुरु हुन्छ। यसैले हाम्रो परमेश्वरसँगको सम्बन्ध केवल सृष्टिकर्ता र सृष्टि बीचको सम्बन्ध मात्र होइन, तर पिता र सन्तान बीचको सम्बन्ध हो। हामी अब केवल संसारका मानिस मात्र होइनौँ, तर परमेश्वरका सन्तान पनि हौँ। यसैले परमेश्वरलाई पिता भनेर बोलाउनु केवल एउटा शब्द होइन, यो हाम्रो आत्मिक पहिचानको घोषणा हो कि हाम्रो जीवनको स्रोत उहाँ नै हुनुहुन्छ र हामी उहाँका सन्तान हौँ। यसै कारण हामी परमेश्वरलाई पिता भन्छौँ। तेस्रो, येशूले पिता भनी सम्बोधन गर्न सिकाउनु भयो। मत्ती 6:9। तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईको नाउँ पवित्र गरियोस्। प्रिय मित्र, यस पदमा येशूले परमेश्वरको सम्बन्धलाई पिताको रूपमा प्रकट गर्नुभयो। येशू ख्रिस्ट यस संसारमा आउनुभन्दा अघि मानिसहरू परमेश्वरको पवित्रता र शक्तिदेखि डराउँथे र उहाँलाई टाढाको शक्तिशाली न्यायकर्ताको रूपमा मात्र हेर्थे। तर येशूले परमेश्वर र मानिस बीचको दूरी मेटाई एउटा बुवा र सन्तानको घनिष्ठ सम्बन्ध स्थापना गरिदिनु भयो। एउटा पारिवारिक सम्बन्ध जोडिदिनु भयो। एउटा बच्चाले आफ्नो बुबामाथि गर्ने जस्तै निस्वार्थ र पूर्ण भरोसा गर्न सिकाउनु भयो। पिता यति धेरै नजिकको सम्बन्ध हो कि हामी बिना डर, बिना सङ्कोच हाँसी खुसी खेल्न, हिँड्न, आफूलाई आवश्यक पर्ने कुराहरू माग्न, आफ्ना सबै दुःख कष्टहरू, मनका सबै कुराहरू सेयर गर्न सक्छौँ। यदि मागेको कुरा दिनु भएन भने झगडा गर्छौँ, रुन्छौँ, तर अरू कसैसँग त्यसो गर्न सक्दैन। त्यसरी नै परमेश्वरसँग पनि बिना डर, बिना सङ्कोच सबै कुरा गर्न सकिन्छ। आफ्नो शारीरिक बुवालाई भन्न नसक्ने कुराहरू पनि परमेश्वर बुवालाई भन्न सकिन्छ। अनि परमेश्वर पिताले पनि हामीसँग छोरा छोरीलाई झैँ व्यवहार गर्नु हुन्छ। येशूले हामीलाई सिकाउनु मात्र भएन, उहाँ स्वयंले नै हे पिता, हे अब्बा भनी पुकार गर्नु भयो। यसै कारण हामी परमेश्वरलाई पिता भन्छौँ। चौथो, परमेश्वरले एक पिताले गर्नुपर्ने सबै कार्यहरू पुरा गर्नुहुन्छ। मत्ती 7:9-11। तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोराछोरीहरूलाई असल चिज दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुने छ। प्रिय मित्र, परमेश्वरले एक पिताले गर्नुपर्ने सबै कार्यहरू पुरा गर्नुहुन्छ भन्नुको अर्थ परमेश्वरले आफ्ना सन्तानप्रति एक असल जिम्मेवार पिताले गर्ने सबै कामहरू पूर्ण रूपमा गर्नुहुन्छ
भन्ने हो। अर्थात् परमेश्वरमा एक असल पितामा हुनुपर्ने सबै गुणहरू पाइन्छ भनेको हो। जसरी एउटा असल पिताले आफ्ना सन्तानलाई जीवन दिनुहुन्छ, पालन पोषण र सुरक्षा गर्नुहुन्छ, मार्गदर्शन र शिक्षा दिनुहुन्छ, अनुशासनमा राख्नुहुन्छ, आवश्यकता पुरा गर्नुहुन्छ र प्रेममा साथ दिनुहुन्छ, त्यसरी नै परमेश्वर पिताले पनि आफ्ना सन्तानप्रति यिनै कार्यहरू अझ उच्च, सिद्ध र अपरिवर्तनीय रूपमा गर्नुहुन्छ, किनभने उहाँ हाम्रो रक्षक हुनुहुन्छ। भजन सङ्ग्रह 91। हाम्रो जुटाउनेवाला हुनुहुन्छ। मत्ती 6:33। हाम्रो अनुशासक र सुधारक हुनुहुन्छ। हिब्रू 12:6। हाम्रो सान्त्वना हुनुहुन्छ। दोस्रो कोरिन्थी 1:3-4। हाम्रो सल्लाहकार हुनुहुन्छ। भजन सङ्ग्रह 73:24। हाम्रो शिक्षक र पथ प्रदर्शक हुनुहुन्छ। भजन सङ्ग्रह 32:8। त्यसैले उहाँ आफ्ना सन्तानलाई केवल सृष्टि गरेर छोड्नुहुन्न, तर निरन्तर हेरचाह गर्नुहुन्छ, मार्ग देखाउनुहुन्छ र जीवनको हरेक चरणमा साथ दिनुहुन्छ। यसै कारण हामी परमेश्वरलाई पिता भन्छौँ। 5, परमेश्वरले एक पिताले झैँ प्रेम प्रदर्शन गर्नुहुन्छ। भजन सङ्ग्रह 103:13। जसरी बुवाले आफ्ना छोरा छोरीहरूलाई टिट्याउँछन्, त्यसरी नै उहाँको भय मान्नेहरूलाई परम प्रभुले टिट्याउनुहुन्छ। प्रिय मित्रहरू, शारीरिक बुवाले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ कि आफ्नो सन्तानको लागि गर्न सक्ने जति सबै गर्नुहुन्छ। आफ्नो सन्तानको कमी कमजोरीका बावजुद पनि माया गर्न छोड्दैन र आफ्ना सन्तानलाई टिट्याउन छोड्दैन। परमेश्वरले पनि त्योभन्दा बढी प्रेम र दया गर्नुहुन्छ। उहाँले गर्नुहुने प्रेम त झन् अगाप्या प्रेम हो। यो सबैभन्दा उच्च र पवित्र प्रेम हो। यसमा कुनै स्वार्थ, कुनै शर्त छैन। यो अनकन्डिसनल प्रेम हो। उहाँले विभिन्न रूपमा आफ्नो प्रेम प्रदर्शन गर्नुहुन्छ। उहाँ दयालु हुनुहुन्छ। लुका 6:35। उहाँ उद्धार हुनुहुन्छ। याकुब 1:5। उहाँ कृपालु हुनुहुन्छ। दोस्रो कोरिन्थी 1:3। उहाँ करुणामय हुनुहुन्छ। लुका 15:20। उहाँ नम्र हुनुहुन्छ। होशे 11:3-4। उहाँ धीरजी हुनुहुन्छ। मत्ती 18:26-27। उहाँ निष्पक्ष हुनुहुन्छ। पहिलो पत्रुस 1:17। उहाँले क्षमा दिनुहुन्छ। पहिलो यूहन्ना 1:9। यी कुराहरूले परमेश्वर कति कोमल हृदयको र प्रेमी हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ। यसै कारण हामी परमेश्वरलाई पिता भन्छौँ। अन्तमा प्रिय मित्रहरू, यी सबै कारणहरूले गर्दा हामी परमेश्वरलाई पिता भनेर सम्बोधन गर्छौँ। परमेश्वरलाई पिता भन्नु केवल एउटा शब्द मात्र होइन, यो हाम्रो गौरवमय आत्मिक पहिचान हो। उहाँ हाम्रो सृष्टिकर्ता मात्र होइन, हाम्रो जीवनको स्रोत, पालनकर्ता र प्रेमी पिता हुनुहुन्छ अनि हामी उहाँका सन्तानहरू हौँ। आमेन। प्रभुको स्तुति होस्। आजको यो भिडियो हेर्नुभएको लागि तपाईँहरू सबैलाई धन्यवाद छ। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।